यदि तपाईको कस्टमरलाई तपाईको प्रोडक्ट चाहिन्छ कि नै भनेर थाहा पाउनको लागि सुरुमै वेबसाइट बनाउनुपर्छ भने फर्स्ट स्टेपमै तपाईँ रङ हुनुहुन्छ। याद गर्नुहोस्, पहिला कस्टमरको प्रब्लमलाई भ्यालिडेट गर्नुहोस्, त्यस पछाडि मात्र डेभलपमेन्ट सुरु गर्नुहोस्। धेरै फाउन्डरहरूले गर्ने मिस्टेक भनेको सुरुमै वेबसाइट बनाउन र एप बनाउन दौडिन्छ, त्यस पछाडि मात्रै उनीहरू कस्टमरसम्म पुग्छन्। स्मार्ट फाउन्डरहरूले के गर्छन् त? उनीहरूले फर्स्टमा स्मोक टेस्ट गर्छन्। स्मोक टेस्ट भनेको प्रोडक्ट बनाउनु होइन, प्रोडक्टको डिमान्ड कस्तो छ त्यसलाई प्रुभ गर्नु। जब तपाईँ स्मोक टेस्ट गर्न थाल्नुहुन्छ, त्यस पछाडि एकदमै सिम्पल ल्यान्डिङ पेज बनाउनुहोस्। त्यसमा जम्मा 3टा कुरा मात्र लिस्ट गर्नु। तपाईँले कस्टमरको कुन चाहिँ प्रब्लम सल्भ गर्दै हुनुहुन्छ, तपाईँको भ्यालु प्रपोजिसन के हो, क्लियर कल टु एक्सन, अनि हेर्नुहोस् कस्टमरले तपाईँको प्रोडक्ट किन्नको लागि क्लिक गर्छन् कि नै। ड्रपबक्सलाई हेरौँ न। ड्रपबक्सले सुरुमै आफ्नो कम्प्लेक्स क्लाउड इन्फ्रास्ट्रक्चर बनाएको थिएन। फाउन्डर ड्र्यू हलस्टनले सुरुमा केवल 3 मिनेटको मात्रै भिडियो बनाएको। उनले भिडियोमा देखाए प्रोडक्टले कसरी काम गर्छ। उनले भिडियोमा सिम्पल ल्यान्डिङ पेज राखे अनि त्यस पछाडिको रिजल्ट के भयो? उनको बेटा वेट लिस्टमा कस्टमरको डेटा 5000 बाट बढेर 75000 पुग्यो। यो एक्सपेरिमेन्ट पनि थिएन, यो कस्टमरको डिमान्ड बुझ्ने रियल स्ट्राटेजी थियो। उनको आइडियालाई कस्टमरले रियल प्रोडक्ट नदेखिकनै ट्रस्ट गरे, किनकि उनले सल्भ गर्न खोजेको प्रब्लम एकदम जेन्युन थियो अनि उनले दिन लागेको सोलुसन एकदम क्लियर। स्मार्ट फाउन्डरले प्रोडक्टलाई गेस गर्दैन, उनीहरू भ्यालिडेट गर्छन्। बिजनेस ब्रह्मास्त्रलाई फलो गर्नुहोस्। द्याट्स इट फर टुडे। आई विल सी यु इन द नेक्स्ट भिडियो।